धादिङ क्षेत्र नम्बर 2 मा तारामै मतदान गर्नुपर्ने किन? सुनौँ एकैछिन यताका कुरा। हामी उहाँलाई जाति लिएर बोले हामी लडाउनु भएको छ अनि हामी त्यहाँ मकै गर्नु गएको थियौँ अनि मकै गर्नु जाँदा उहाँ घेर भएर पनि सुन्यो अनि उहाँलाई हामीले पानी ल्याएर नि खान्थ्यौँ अनि त्यहाँ हामी सबै गाउँले समाज भएर अनि बोकेर धादिङसँग लग्यौँ अनि त्यहाँ के अरे हेलिकप्टर हालेर लानुभयो हामीहरू गाउँले समाजले उहाँलाई उद्धार गरेको। हजुर हजुर अब सब मिलेर भोट हालेर जितौँ। साह्रै नै थियो म के अरे बोल्दाखेरि साथै यो छातीको पोलबाट जान्थ्यो घेर गर्थ्यो घर साथ जान्थ्यो छातीबाट जान्थ्यो। हामीले तपाईँको त्यति बेला अब बिहानमा मकै गोड्नु भनेर गएको बेला थियो अनि त्यहाँ त्यो रुखहरू मारिएको बेला थियो त्यो क्याम्नाको रुखहरू मारिएको बेला थियो अनि त्यहाँ के भयो रहेछ भने यसो हेर्दाखेरि पछि तल जाँदा घेर त्यो आवाजहरू आइरहेको सुनेको थियौँ अनि त्यहाँ यसो हेर्नु गएको मकैबारीभित्र त्यति बेलामा होइन मकैबारीभित्र गाडीभित्र अनि पछि हेरेको कुनामा मान्छे यसरी पछाडि राख्नु भएको छ अनि त्यहाँ हामीलाई त त्यो के हो कसो हो थाहा भएन अनि पछि गाउँतिर आएर हडुवार गरेर सब केटाहरू लिएर गएर अनि त्यहाँ पछि उठाएर हामीले त्यहाँ माथि रोडमा ल्यायौँ अनि रोडमा ल्याएपछि अनि त्यहाँ कतिपय साथीहरूलाई चाहिँ भन्यौँ यस्तो भएछ यहाँ त हामीले त यस्तो अनर अब त्यति बेला भनेपछि माओवादी भनेपछि हामी सबै डराउने मान्छे थियौँ माओवादीले गोली हालेर मारेछ मान्छे मारेछ यहाँ भन्ने कुरो शङ्का भयो हामीलाई चाहिँ अनि त्यो कारणले गर्दा हामी चाहिँ अब पुलिस केसमा गयौँ तपाईँ पुलिस केस गर्न हामीले पुलिस पनि पठाएको थियो माथि यहाँ त्यो बेलामा त्यो अहिले यस्तो त्यो सुविधाहरू केही थिएन अनि हामी एउटा टेलिफोन त्यो एउटा टेलिफोन त्यो रुरल के हो भएको टेलिफोन थियो अनि त्यहाँ पुलिस केस गर्न गएको अनि पुलिसलाई फोन गरेँ मैले उठाउँदा उठाए पनि अब उनीहरूले हालेर गएछ त्यो त हामीलाई थाहा भएन होइन अनि त्यसपछि हामीले यहाँबाट बोकेर फेरि यहाँसम्म गाडी आउँछ भन्यो अनि बल्ल यहाँसम्म ल्यायो उहाँको त्यो छातीबाट रगत उहाँ चाहिँ बोल्नु नहुने अवस्थामा थियो कि त्यतिखेर त्यो हुलु रगत दुवैपट्टिबाट दायाँ बायाँबाट यता दुवैपट्टिबाट अगाडि पछाडिबाट रगत हलवाल आइरहनु हुन्थ्यो अनि त्यहाँ यहाँ बिचरा हामी बोकेर लिएर गएर ज्यामिटीसम्म बोकेर लिएर गएर अनि उहाँबाट अनि सानो गाडी आएपछि लिएर गएको त्यतिसम्म चाहिँ हामीले त्यो गरेर उहाँलाई यति सहयोग गरेमा पनि हो अब पनि अझै सहयोग गरेर हामीले भोट हालेर जिताउन सक्ने हाम्रो लक्ष्य छ। मेरो दुई शब्द यही भन्नु सम्झिँदाखेरि मलाई पनि त्यो दिन सम्झिँदा मलाई पनि एकदम आँखा रसायो त्यस्तो हामी पनि रोयौँ है यस्तो नगर्दै भए हुन्थ्यो जे भन्न मन लाग्यो मुखले भने हुन्थ्यो यस्तो गोली नै हाल्नु त नगर्दै भए हुन्थ्यो। अब उहाँ सरकारी जागिर आए पनि अब पुलिसै भए पनि अब आर्मी नै भए पनि गोली नै चलाएर यस्तो ज्यानै त नलिए भए हुन्थ्यो पनि भने मैले है एकदम हाम्रो छाती फुट्केर आयो है। जीवन भने सबैको माया लाग्छ शरीर भने सबैको माया हुन्छ है रगतमा डुबेको छ उहाँ है एकदम सबै शरीर जम्मै रगतले भिजेको छ हामी एकदम रोयौँ क्या अब माओवादी भनेपछि एकदम डराउँथ्यो त्यतिखेर अनि उहाँले अहिले भाषण गर्दा मेरो एकदम आँखा रसायो त्यो दिन सम्झिँदाखेरि मलाई झलक आँखामा घुमिरहेको छ उहाँको शरीर है तर नयाँ जीवन पाएको छ उहाँले एकदम हामी गोलभन्जा बासिन्दाहरूलाई उहाँले आमा नै भन्नुपर्छ बा नै भन्नुपर्छ है एकदम जीवन त हाम्रो गोलभन्जाको मान्छेले उसलाई नयाँ जीवन दिनुभएको हो है। अब हजुरहरूले जे चाहेको छ त्यही गर्नु होला अब हामी भोट दिन्छौँ। हस् हुन्छ उहाँले पनि